एकदमै सफा छ। हाम्रो टिम चाहिँ लागेको छ है। अब आजको चाहिँ एकदमै सेक्रेट प्लेस हो। सेक्रेट प्लेसमा जाँदैछ हाम्रो टिम चाहिँ। हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमै भेटौँला है त अब एकैचोटि। हामी चाहिँ अगाडि बढ्यौँ। जाँदा जाँदै बाटोमा तेल हालेर जाने कुरा भयो र अब फेरि गाडीमा तेल हाल्छौँ हामी। भाइले तेल हाल्दैछ। तेल गाडीलाई खाना खुवाएर जाने कुरो भयो हाम्रो। तेल हालिसकेर हामी फेरि अगाडि बढ्यौँ। जाँदा जाँदै बाटोमा चाहिँ एकदमै राम्रो सिन रहेछ। हामी एकैछिन त्यहाँ रोक्यौँ, भिडियो खिच्ने कुरा पनि भयो। हामी चाहिँ जाने बाटोमा जाँदा जाँदै यसो राम्रो दृश्य देखेर यहाँ एकछिन रोक्यौँ। एकदमै रमाइलो शान्त वातावरण छ। यो पारी देखिएको ठाउँलाई चाहिँ स्योवामुरा भन्छ। गुन्माकेनमा पनि कृषि क्षेत्रमा चाहिँ एकदमै ठुलो योगदान पुर्याउने ठाउँ हो। यहाँ चाहिँ विशेष गरी कोन्याकु, नेपालीमा के भन्छ अरे? औल। नेपालीमा औल भन्दो रहेछ। हाम्रो पहाडतिर चाहिँ पाउँदैन, तराई क्षेत्रमा मात्रै पाउँदो रहेछ। त्यसको एकदमै धेरै मात्रामा खेती हुन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदमै राम्रो ठाउँ छ। एकैछिनको बसाइ अनि यो प्रकृतिको मनोरम दृश्यलाई आँखा अनि मन मस्तिष्कमा भर्दै हामी केही समय यहाँ बिताएर फेरि हाम्रो गन्तव्यतर्फ अगाडि बढ्यौँ। हरियाली भइसकेको छ है। अब त एकदमै सबैतिर गर्मी बढेको छ। त्यही भएर पनि यो जापानको विकास देखेर त एकदमै डाहा लागेर आउँछ। मनमा एकदमै लाग्छ हाम्रो नेपालका नेताहरूले पनि कमसेकम विदेश भ्रमण गर्दाखेरि चाहिँ 2-4वटा त्यो देशको विकासहरू चाहिँ कपी लगेर आफ्नो देशमा पेस्ट गर्दै हुन्थ्यो जस्तो लाग्छ। तर के गर्नु, यस्तै सोच्दा सोच्दै हामी चाहिँ लगभग हाम्रो गन्तव्यको नजिकतिर पुगेछौँ। यस्तै अब यो जापानको विकासहरू हेर्दै दङ्ग पर्दै र प्राकृतिक मनोरम सौन्दर्यलाई निहाल्दै हामी हाम्रो गन्तव्यतर्फ लगभग नजिक पुगिसकेका छौँ। हामी चाहिँ यहाँ आउँदा जहिले पनि उहाँकोमा खोलाको लोकल माछा र सर्पको रक्सी, सर्प हालेर बनाएको रक्सी खान्थ्यौँ। अहिले चाहिँ उहाँ अलिकति उमेरले गर्दा थोरै बिरामी हुनुभएछ। एकदम दुःख लाग्यो। そうなんですか。でも良かったですね、それは。何よりも良かったです。お大事にしてください。ありがとうございます。ああ、そうなんですか。ああ、なるほど。ダメだと思ったんで。खाएपछि खान्छौ पनि भन्नु पर्यो नि त। मिठो छ? 美味しい? 美味しい。どうだ? 美味しい。こんにゃくをサービスまでいただいてすみません、悪いですね。いやいや、とんでもないですよ。わざわざね、そういう方が来てくれて、本当にお父さんも。最近はどうですか、お客さんのあれはもう結構復帰してます？私はね、もう未だかつてない最低の連休ですかね。ああ、そうなんですか。連休で。違います。連休もそうだし、こういう普段の日ももう全然違いますね。あ、連休がダメだったら。今までとだからもう全然なんていうんですかね。やっぱりだからやっぱり違いますね。やっぱりほらお米なんかも上がってるから、そうですね。普通のね生活の方が大事ですからね。そうですね。やっぱり連休でダメだったら普通の平日はダメですよね。全然違いますね、今までとはね。なんですかね、別格っていうんですかね、要は。悲しいですね。こんな素晴らしい観光のところでも欠けてるんじゃ。全然なんていうかね、今だかってないほどのなんつう。चाहिँ यहाँ जापानिज सर्पको रक्सी पनि बनाउने गर्नुहुन्थ्यो। अहिले चाहिँ छोड्नु भएछ। एकदमै मिठो मामुसी जाके हुन्थ्यो है। यस्तो छ, पानी एकदमै धेरै रहेछ। यसलाई चाहिँ फुकिवारे फल्स अर्थात् स्मल नायगारा पनि भन्ने गर्छु म। कसैलाई के को धन्दा, कसैलाई के को धन्दा, घर ज्वाइँलाई खानैको धन्दा। एकदमै बढी रहेछ, एकदमै राम्रो देखिएको छ। यो चाहिँ झरना, यो भन्दा माथि हो फुकिवारे फल्स भनेको चाहिँ।
तपाईहरु पनि यो ठाउँ घुम्न जान चाहनुहुन्छ भने चाहिँ गुनमाकेनको नुमातासी भित्र अवस्थित रहेको छ। घुम्नका लागि र रिफ्रेश हुनका लागि एकदमै रमाइलो ठाउँ छ। तपाईहरु यो खोलाको साइडमा हिँड्दै हिँड्दै एकदमै रमाइलो गर्न सक्नुहुन्छ। साथै यो माथि पहाडबाट घुमेर आएर हाइकिङ पनि गर्न सक्नुहुन्छ। र जानको लागि सिजन चाहिँ मेबाट नोभेम्बरको बीचमा एकदमै बेस्ट सिजन रहेको छ। पुलबाट माथि गएर यो हाइकिङ रुटमा आउन नि मिल्छ। यसरी जङ्गलैबाट हाइकिङ रुट आउन मिल्छ। यसरी यहाँबाट सिन चाहिँ यस्तो देखिन्छ, एकदमै राम्रो सिन। यहाँ माथि पहरा खोपेर घर बनाएको छ। ए यो फुल फुल्न थालेछ नि त। दामी फुल्न लागेछ त यो फुल हैन। ओहो दामी खिचेछ। एउटाले फेरि फोटो खिचेछ दामी। हामी फर्किन लाग्यो। फर्किँदै गर्दा यसो ओमियागे केही छ कि नाङ्लो टोपीहरू लिएर जान सकिन्छ। त तपाईहरु यसो ओमियागेहरू किन्न चाहनुहुन्छ भने चाहिँ यहाँभित्र किन्न सक्नुहुन्छ। साथै यहाँ तरकारीहरू पनि सस्तोमा बेच्न राखेको हुन्छ। यतापट्टि तरकारीहरू किन्न सक्नुहुन्छ है तपाईहरुले। यसरी सस्तो तरकारीहरू राख्दै हुन्छ यतापट्टि। हामी फर्किन्छौँ। सबैजनालाई भिडियो माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्दछौँ। धन्यवाद।